सो हेलो एभ्रिवान, सबैजनालाई मेरो थर्ड भ्लगमा सबैजनालाई वेलकम छ। अनि धेरै धेरै माया छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मेरो सधैँको जसरी चाहिँ आज भ्लग स्टार्ट भइसकेको छ। बिहानै उठेर अब चाहिँ फ्रेस हुनुपर्ने हुन्छ। सो धेरै धेरै माया देखाइदिनु भएको छ फर्स्ट एन्ड सेकेन्ड भ्लगमा। अझै पनि धेरै धेरै माया देखाइदिनु होला। त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु मनदेखि नै। सो अहिले चाहिँ फ्रेस हुन लागेको म चाहिँ। अब चाहिँ म नास्ता हेर्छु के छ नास्तामा चाहिँ। त्यसपछि नास्ता खाएर चाहिँ एउटा काम गरिसक्यो। नास्ता खाएर फेरि एउटा काम गरिसक्यो। नास्तामा चाहिँ रोटी र चटनी रहेछ। सो त्यो खाएर चाहिँ अब मैले रुम सफा गर्नु पर्यो हुन्छ, किनकि रुम लास्ट लथालिङ्ग भइसकेको रहेछ। अब चाहिँ नास्ता खाएर सक्यो होइन। अब चाहिँ रुम मिलाउनु पर्ने हुन्छ। मैले रुमको हालत त्यस्तो लथालिङ्ग छ है। रुम सफा गरेर सक्यो होइन, मिलाएर सक्यो। पहिला कस्तो थियो अहिले कस्तो छ हेर है। मैले चाहिँ महेश भाइलाई नि बोलाएको थिएँ। महेश भाइ चाहिँ बाटोमा आउँदैछु दाइ भन्दै थियो। सो महेश भाइ आयो भने चाहिँ हामी जानेछौँ चिडियातालतिर। अरू त त्यस्तै हो। आयो छ महेश भाइ आइसक्यो है। त्यहाँबाट आउँदैछ है महेश भाइ। यो भाइले भनेर चाहिँ हामी चिडियातालको टुर क्यान्सल हानेर बाँध जाँदैछौँ। सो बादमा चाहिँ हामी नुहाउन जान लाग्छौँ, किनकि ओभर गर्मी छ। त्यही भएर हामी तिनजना चाहिँ बाँध जाँदैछौँ। बाटोमा जाँदा जाँदै पाकेका भेट्यो होइन। हामीले चाहिँ पाकेका भेटायौँ। यहाँ चाहिँ झाड्ने कार्यक्रम भइरहेछ। मैले चाहिँ पाकेका भेटाएँ होइन। लास्टै खान मन लागिरहेको थियो। अब चाहिँ खाएँ ल। मिठो 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 रहेछ क्या। हामी चाहिँ पुगिसक्यौँ होइन। जे होस् आज चाहिँ पानी सफा रहेछ। अरू दिन चाहिँ बच्चा चियाएर पानी फोहोर गरेर बनाएर गएको हुन्थे। आज चाहिँ जे होस् मजाको पानी रहेछ। अब गएर मस्त डाइ खानिन्छ। त्यही हो। यस्तो छ है, पानी चाहिँ दामी छ। स्विमिङ पुल भन्दा नि कम छैन ल। सो गाइस हामी चाहिँ छिरिसक्यो ल। गाइस ड्याममा नुहाउँदा नुहाउँदै चाहिँ पानी परेर चाहिँ यस्तो छ होइन अवस्था। प्यान्ट समाएर यस्तरी बसेछ हेर यो यसको हालत। घर कसरी जाने भाइ लठ्यायो भने त? भिजेर पनि जाने हो। सो चाहिँ हामी चाहिँ घर जान लागेको होइन। पानी रोकेर चाहिँ
पानी चाहिँ एकदम यस्तो डेन्जर पानी पर्यो होइन। सो त्यही भएर त्यही पानी चाहिँ कस्तो परेको थियो भने चाहिँ म देखाउँछु है। यस्तो परेको थियो पानी चाहिँ यहाँ यस्तो भइसक्यो। केटाहरू अगाडि छन्। अब यहाँ यो खेतमा पानी चाहिँ यस्तो भरेको चाहिँ यो बाटो है, यो चाहिँ बाटो हो। हजुर फेरि खेत भनेर नतर्सिनु होला। यो चाहिँ बाटो हो। केटाहरू पनि अगाडि हिँडिसक्यो, म भने पछाडि हिँड्दैछु। सो गाइज अब चाहिँ सिधै घर गएर भ्लग बनाउने, किनकि बाटोमा चाहिँ पानी परिरहेको छ, अलिअलि सिमसिम पानी परिरहेको छ अहिले चाहिँ। त्यही भएर अब निस्किन आँटेको हामी चाहिँ होइन। सो अब चाहिँ भरे यदि गेम खेल्न गयो भने गेम खेल्दाखेरि नै भेटौँ ल। अब घर गएर खाजा खानुपर्ने हुन्छ, रेस्ट गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ म गेम खेल्न जान्छु। त्यही हो ल गाइज, भेट्दै गरौँला। चाहिँ बाटोमा हिँड्दै भोक लगाएर चटपटे खाँदैछौँ। चटपटे स्पोन्सर चाहिँ यो हो। अनि खाइदिने मान्छे चाहिँ 2 जना अनि एउटा म। खाने मान्छे चाहिँ चटपटे चाहिँ यस्तो छ ल। हाम्रो कत्रो धेरै एक थाल छ त चटपटे त। म चाहिँ सक्छस् खान? खाए ल गाई वे। यो चम्मच कहाँ गएर है? दुबईदेखि ल्याएको चम्मच हो है। हेर्नु हाम्रो चाहिँ दुबईको चम्मच यस्तो हुन्छ। यो चाहिँ 1 लाखको चम्मच। अनि चटपटे चाहिँ कति भन्दा बढी नै हेर्नु त 2-3 लाखको चटपटे खाइरहेको छ हामीले। मान्छेहरू ड्रग्स पाराको छ। आज यो पानी त के हो, रोक्नेको नामै लिइरहेन त के हो भने पानी आएको आइछ त के भएको यस्तो यो गाह्रो छ। घर जानु नदिने भयो। पानी रोक्यो बेला चाहिँ चटपटे खान लाग्यौँ, अहिले चाहिँ पानी आएर अब यस्तै छ हालत। कसरी जानु घर क्या अब? गाह्रो भयो नि त, गाह्रो भयो नि त। अनि अब चाहिँ पानी बन्द भयो, त्यही भएर अब घर जानुपर्ने हुन्छ। अघिको जस्तै बाटोमा अलमल गर्न थाल्यो भने फेरि पानी पर्छ, गाह्रो हुन्छ, घर पनि पुग्न सकिन्न। अनि घर त पुगेँ, के खाम भइरहेको थियो। यसो हेरेको आफको बुट्टामा चाहिँ आफ फलेको देखेँ। सो अब त्यो चाहिँ टिपेर खानुपर्ने हुन्छ। मैले टिपेर खाएन भने चाहिँ फेरि केटाहरूले टिपेर खाइदिन्छ क्या। मैले चाहिँ आफ टिपिसकेँ। अब यसलाई चाहिँ धोइधाइ गरेर काटकुट गरेर खानुपर्छ। सो त्यही हो आजको रमाइलो चाहिँ भयो भनौँ न। भाइहरूसँग गएर केटाहरूसँग गएर रमाइलो चाहिँ गरियो। सो त्यही हो, यस्तै रमाइलोहरू दिनदिनै आउनेछ। माया देखाइदिनु होला, हेर्दै गर्नु होला, सबैजनाले माया नमारिदिनु होला। थ्याङ्क यू सो मच। सो गाइज अब गेम खेल्न जाम भनेको अनि अगाडि गएर चाहिँ बल फुटाइसकेछन्। सो त्यही भएर आज चाहिँ गेम खेल्न नगएको म चाहिँ। अब अहिले चाहिँ अब अँध्यारो नि हुन लागिसक्यो, किनकि अब चाहिँ भ्लग इन गर्नुपर्ने हुन्छ। रातिमा चाहिँ भ्लग बनाएर लामो बनाउनु भन्दा अब छिटै नै भ्लग इन गर्नेछु म। सबैजनाले माया देखाइदिइराख्नु भएको छ, अझ योभन्दा धेरै माया देखाइदिनु होला। त्यसको लागि मनदेखि नै थ्याङ्क यू सो मच। मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, बेल आइकन बटन अन गरिदिनु होला। र भ्लगहरूलाई चाहिँ इन्डसम्म हेरेर स्किप नगरी इन्डसम्म हेरेर के मिलेको छ के मिलेको छैन त्यो प्रतिक्रिया दिनु होला, माया देखाइदिनु होला। माया छ ग्याङ